समालोचक अपर्ण प्रधानिया सुंगु सफुया पितर रोज्या जुकुदु शनिबार ये जुकु ज्याजोले वेकया चिबा खमुना खुसी अखताङै निबन्ध मुना सुकुन्दालिसे समालोचना मुना नेपाल भाषा बाख विधा बाखमी एकेरत्न थाक्फा सफुया ये महानगरपालिका उपप्रमुख सुनेता डंगोल पितबोज्या यानादिको खा सुन्दा डंगोल जितनी नाके जोजोला तो छसी कथाङ छपाछया छौयाको समूह स्थिति साहित्यकार दित हपाजी माउदु कि नेपाल भाषा साहित्य क्षेत्र तस्मा हे समृद्ध जिमाउदु फेदला निरमित रूपमा 33 वर्ष झने छे जायन चौदु एजुनी जुगे थिति साहित्यकार विषय थोथो ढंग योगदान ब्याजन छना खमे ज्याजुले सहभागी ज्याजुन बि सकले छिन ज्याजुले अपाए साहित्यकार बिच हपाजु पनि ज्याजुले कारण सहभागी कारण हिदुनया कारण निसुआयो कारण एजुनी नक्तिली को खमे तो ज्याजो या मु पा पाखे सफु पितबोज्या याओ तो ज्याजो ह्यान्जो जोला निबन्ध मुना ज्याजोले उपप्रमुख सुनिता डंगोल नेपाल भाषा एकाडेमिया कुलपति एकेरत्न थाक्फा मुछ्याङजे डाक्टर पुष्पराज राजकर्णिका साहित्यकार पी मथुरा साइमी सुलोचना मानन्द जलेश्वरी श्रेष्ठ पद्मावती सिंह हितकरबीर सिंह कंसाकार छत्रबहादुर कायस्थ पूर्ण ताम्राकार विमल ताम्राकार समाजसेवी कृष्णलाल प्रधान लगायत सफुयातकया नवनादिको खा अपरा जुयात युकेको भिन्तराना देचाना जुना अध्ययना लसहनाना देचाना जुना साहित्य क्षेत्रले वेकैपति योगदान नाचयको खन जुइदे वेकै योगदान अझ विशेष याना नेपाल भाषा चोइपी चाहिँ तस्को हे कम वो कम मध्येले न निरन्तर रूप जे धाम चाहिँ अपुपति ज्यामको थो थाकुपति ज्या तर थयो मनाए उली साथी माउ ख उली मबिउसान वेकन चाहिँ थयो पाठक त चाहिँ साथ बिया चौना जिसौटाक भइ उके लागि नै योगेको सुधारले छन चला वेकैपति भिङ उसायु न जिथन मनथुना चला तो स्वी नेउ पत्र सफोप्या हो संख्या हिसाबले यो को खया खटा को छौ विशेषताले खया खटा अले मेउ चाहिँ वेको चाहिँ विशेषता जी खनो छुर्काले भले वेको ठौ शरीर मबिकन चाहिँ छौ संघर्ष सेना चाहिँ किताब चाहिँ चौं ख वेको न वेको न उले पछि किताब चाहिँ पिक्या चौं ख संघर्ष या ठौ न पनि संघर्ष या ठौ चाहिँ उसानो पनि संघर्ष या चाहिँ चौं ख छिटो भरि त चाहिँ कपास सेटकी चाहिँ मास्टर भइमको भरि त जोर वर्गी ठाउँ जोर वर्ग लगाएको छ त्यो भइरहेको ओके शारीरिक चाहिँ अवस्था होइन उयो मानसिक अवस्था होइन उयो चाहिँ सोच्ने शक्ति न चेउ ज्यान त्यहाँ असर लाग्यो तर अझ असर फुक्केस्ट चाहिँ बुका बेकन ठाउँ ज्याएर चाहिँ निरन्तरता बिहा भएछ उनीहरू अहिले हामी मेरो कक्षाले बेक छौयाजको बिरा चाहिँ केन्द्रित मको छौयाजको बिरा चाहिँ सीमित मको गति आएको न यो खराब भाषा बेकन बाखा चाहिँ बेक बाखा चोमिएको मूल येरो येराई जी अर्पणा श्रेष्ठजी त जीव अभिवादन नमन वेके परिवार हेठ नमन ख्याल छ वेके यो थन्टकै यो चाहिँ अझ यो शिथिल शरीर जो शान्त बिन तो मानसिक आत्मबल के आधारे थन्ठेका चाहिँ छैन वेके चाहिँ सङ्घर्ष जीवन अनेक कृति त उल्लेखनीय रूपमा बिहावे सुन्छौँ तो सानसुनीय खमको समालोचक अपर्ण प्रधान आत्तक नेपाल भाषा नेपाली अंग्रेजी भाइएना सुइनेगु सफु पिकानदी तुंगु कुतु थो नेपाल भाषा साहित्य क्षेत्र त चोछागे था मध्यक हेजना चौपी